उनीहरू पनि गए अब बिहेको फोटोसुट खिच्नु पर्यो समाजका उदाहरणीय जोडी भनेर फेसबुकमा हाल्नु पर्यो मेरो पनि एउटै छ मजाले एकचोटि पनि खाएन Just get unstoppable laughter. That's what I'm about. Unified. सुरक्षित महसूस करना प्राप्त होता है भिडियो गरे पर हेरेर आउँदो रहेछ फेरि उहाँ चाहिँ खास अलरेडी राम्रै हुन्छ वेल उपहार पाएर हाम्रो अडियन्स पनि बसिसक्नु भएको छ यहाँलाई धेरै धेरै धन्यवाद सुनायो भनेर बाबा फरक तरिकाले प्रस्तुत गर्नु तपाईँहरू के भयो दुलै जस्तै भयो नि यो चलचित्रहरू एउटा चलचित्र हो यसमा के फरक पात्रमा अनि के भयो त दुलै जस्तै भयो कुराकानी के भएको हाम्रो घर पछाडिको बारी देख्न सक्नुहुनेछ हजुर किन गए मम्मी कात्तिके बोडी त नि के कुरा गर्नु कति फल्या हौ ए तर अलि पातलो फले बाक्लो फले पातलो देख्यो भिडियोमा टमाटर गोल भेडा ओहो टन्नै पाकेछ त मम्मी कहिले लाने त बजार लान्न यत्रो नि कहाँ लान्छ त टन्नै हुन्छ त नि 1 किरेट हुन्न यस्तो त पाके अनि आम्मामा फल्न त राम्रो फलेछ है त्यहाँनिर नि कात्तिके बढी टन्नै छ हजुर आम्मामा कस्तो जुत्तो जुत्तो फलेको त नि हेर्नु न है यहाँ 24 बोट दिएको थियो यहाँ त नि अनि उ गरे छैन त पाके छैन त यतिमा 2 किरेट त हुन्न है मम्मी ए यहाँ यो कालो बोडी बोडी नि रहेछ है कात्तिके बोडी मम्मी टन्नै फले रहेछ त नि हेर्नु उयो त यो गुराँस होइन उयो यता चाहिँ पाके रहेछ ल ए वाइल्ड पाके त मम्मी बारीमा बोडी हेर्नु यो चाहिँ बोडी लाउनु पर्ने हो क्या ओहो 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 बोडी फलेको रे है यो 1 बोट भएछ क्या यसलाई बिउ राख्नु न त्यसलाई बिउ राख्नु भनेर नतिले यहाँ साग पनि रहेछ नि त यहाँ नाभा होला नि ओ मम्मी हौ म यहाँ हो मेरी आमा एक्लैले बुढी आमाले लाएको तरकारी फल्न चाहिँ फलेछ यसपालि त मलाई त चाहिए नि छैन म हेर्दा नि हेर्दिनँ भन्ने तेरो बुवाले उसैलाई धेरै चाहिने यो त घारीमा नि राम्रै फलेछ त मम्मी के नानी टमाटर यहाँ जाने हेर्दा कस्तो घारी यति हो झार नउखाले उता चाहिँ उखाले मैले यति चाहिँ नउखालेको थिएँ बिचो जम्मै पाकेछ ए घाम अलिअलि ओइलेपछि भोलि आउँ न त एकछिनमै कति बेर लाग्छ र यति झारू खान त्यहाँ तल कोदो छ फुल पनि रहेछ ए फुल यहीँ रहेछ नि त मम्मी तर छैन राम्रै फुले छैन के को अब जति एउटा माला भए पनि नि के काम त हाम्रो त भाग्यमै छैन हो
जा मम्मी बारीको टुर गर्दैछु म ए ल भोलि आएर उखालौँला यो धेरै बेर लाग्दैन यदि यहाँदेखि यहाँसम्म त हो नि है ए 2 किरेट त हुन्छ मम्मी बाबा आयो भनेदेखि त तिमीहरू लान्छ होला एक झोला म धेरै लान्न हेर्ने होइन हेर्न यहाँ जम्मै पाकेछ एकै ठाउँमा जान्छ है सबै पाकेछ अनि त्यहाँ यो झार उख्नु पर्ने हजुर अल्छी त हो नि हजुर बिहान आएर खाले भइहाल्छ है बोडी नि खत्रै खले हो क्या फल्नु त छैन ऊ त्यो त बाँच्दै हेर्नु त्यो त बाँच्दै है त्यो त बाँच्दै छ यति त हो हजुर जहिले त्यसै भन्छ भाइ जहिले यति त हो नि अनि हेर्नु त्यो त बाँच्दैछ यहाँ बाँच्दैछ रोप्नु बोडी यति त हो नि अनि त्यसै उ त हो नि खोइ यो झार उखालेर यस्तो थुप्रो थुप्रो लाग्यो मैले अनि बोडी नै हो उसले वन बाख्राले खाएको हेर्नु मृगले टी सर्ट चाहिँ के लाग्यो यो हुन्छ हेर्दा यो यहाँ छप्पक अँधेर भयो कि राम्रै देखेन ए म लिएर आउँथेँ नि त अनि तिमी घरमा बस्यो भने चाहिँ ए भोलि पर्सि पनि त्यसो दुःख नदिनु भयो तिमी बस नि त यस्तो नि भाइ आज यहाँनिर चाहिँ राम्रो देख्दो रहेछ ल अब भनेपछि ल कहाँ बौला हा त बौला है हेर हेर क्यामेरा क्या फुलै फुलमा एउटा हातमा केरा एउटा हातमा फुल दुईटा गोसा पाकेर रहेछ नि त छोरी पाकेर रहेछ 3टा 4टा पाकेर ए मैले त देखेको थिएन आफै काटेर ल्या हो ए अन्त यस्तो नि खै त मलाई चटपट ल क्यामेराम्यान हेर्नु त्यहाँ